गुड मर्निङ एभ्रिवान। आज म तपाईँहरूलाई एकदमै नर्मल हाम्रो रेगुलर घरको खाना बनाएर देखाउँदैछु। सो मैले अदुवा लसुन रेडी गरेँ। मैले कालो दाल छिल्का दाल रेडी गर्दैछु। सो यसमा म अहिले अदुवा र लसुन अनि अलिकति तेल मात्रै हाल्छु। अनि यहाँ डुकु रेडी गर्दैछु। डुकु चाहिँ एभ्री वान्स फेभरेट, सबैलाई मिठो लाग्छ डुकु है। अनि यसलाई चाहिँ मजाले केलाएर सफासँग धोएर चाहिँ तोरीको तेलमा अलिकति मेथी पड्काएर मेथी मात्रै पड्काउँछ। अनि यसमा म हर्दी हाल्दिनँ, किनभने हर्दी हाल्दाखेरि यसको कलर जुन चाहिँ हरियो कलर छ त्यो डिस्कलर भएर जान्छ। सो म अदुवा लसुन मात्रै हालेर यसलाई एकदम कम्ती पकाउँछु म। दाल रेडी भयो। सो दालमा मैले काँचो बेसार जान्दैछु। काँचो बेसार हालेको दाल अलिकति डिफ्रेन्ट टेस्ट हुन्छ, अलिकति अर्कै भिन्नै हुन्छ। एट द सेम टाइम आमा टी एडिक्टेड, सो मलाई चिया पनि खाइरहनुपर्छ। यो चाहिँ अस्ति मैले नागा खुर्सानी स्टलबाट किनेको थिएँ, एकदम पिरो रहेछ। सो म आज यसको अचार बनाउँदैछु। टमाटर अनि टिमुरको कुचाएर। यहाँ मेरो आलु रेडी हुँदैछ, क्रिस्पी आलु। यसमा मैले टिमुर र चिली फ्लेक्स मात्रै हाल्छु। खाना रेडी भयो। राइस चाहिँ हामी नर्मली बोइल्ड राइस खान्छ, अलिक हेल्दी लाग्छ। अनि यसमा अलिकति घिउ हालेको छु। आलु टिमुर, डुकुको साग, यसमा हर्दी हालेको छैन, सो कलर राम्रो देख्दैछ। एज यु क्यान सी पिसेको अचार अनि कालो दाल, काँचो हर्दी माथिबाट हालेको। सो खाना इज रेडी। ह्याभ विथ मी एन्ड ह्याभ अ ग्रेट डे।